छोरी मान्छेले कहिले साष्टाङ्ग गर्नु हुँदैन, बुझ्नु होला। छोरी मान्छेले लम्पसार भएर कहिले ढोग्नु हुँदैन, चाहे भगवानलाई होस्, चाहे गुरुहरूलाई होस्, चाहे मठ मन्दिरमा होस्, यो कुरो जान्नु होला आज। तर छोरा मान्छेले कहीँ भगवान नारायणका रामका ठुला ठुला मन्दिरहरू छन् भने, ठाउँ छ भने त्यहाँ विशेष गरेर लम्पसार भएर साष्टाङ्ग दण्डवत भनेको लौरो, पुरा दण्डवत लौरो लडाउँदा हैन, के हुन्छ त पुरा साष्टाङ्ग गरेर दण्डवती प्रणाम गर्ने। तर छोरी मान्छेले प्रणाम गर्दा झुकेर प्रणाम गर्ने, आफूले के गर्ने त, कसले घुँडालाई मार्ने, शिरलाई झुकाएर यसरी प्रणाम गर्ने, बुझ्नुभयो नि, यसो गरेर त बोले यसरी झुकाएर हामीले प्रणाम गर्नु पर्दछ। अगाडि दुई हात राख्नु पर्दछ अनि मात्रै साष्टाङ्ग प्रणाम गर्नु पर्दछ। अगाडि दुई हात राखेर यसो गरेर कुइना, हातका कुइनाले ढोकेर झुक्नु पर्दछ। लम्पसार पर्नु हुँदैन, किनकि पृथ्वीलाई असह्य हुन्छ, पृथ्वीलाई भार हुन्छ। किन बोले आमाहरूको पेटमा, बोले गर्भमा, बोले सन्तान उत्पत्ति गर्ने एउटा त्यो क्षमता हो जो पुरुषहरूमा हुँदैन। त वक्षस्थलले स्तनपान गराएर सन्तानको सृष्टिलाई रक्षा गर्नुभएको हुन्छ। त्यसैले धरती माताले भन्नुहुन्छ तिमी र ममा के फरक छ र।